अच्छा पोखरी चाहिँ यहाँ पनि माछा पोखरी रहेछ त्यहाँ पनि माछा पोखरी झोला चाहिँ कहाँ किनेको कस्तो राम्रो रहेछ ब्रान्डेड रहेछ यता देखाइदिएको त हेलो साथीहरू हाम्रो चाहिँ यहाँ माछा पोखरी सफा गर्न दिन्छ है दाजु खेद्नु हुँदैछ माछा मरेको र माछा यस्तो भएर के यस्तो भएकोले गर्दाखेरि यहाँनिर माछा पोखरी सफा गर्नुपर्ने माछा खेद्नु हुँदैछ है पल्लो पोखरीमा लगाउनुलाई ओए कत्रो पल्लैमा लगाइदिन्छ है यत्रो माछा छिटो निस्क्यो दाजुले माछा पोखरी सफा गर्नु हुँदैछ है यता चाहिँ माछा चाहिँ यता सारेको छौँ हामीले कति धेरै छ माछा यता चाहिँ हाम्रो अलैँची बारी यता चाहिँ दाजु र मम्मी चाहिँ पानी हल्लाउनु हुँदैछ हिलो लेदो निकाल्नुको लागि यस्तो बनाएर बुबा रमी हेर्नु हुँदैछ माथि यस्तो कुरा मर्दै थियो माछा चाहिँ अनि त्यही भएर सफा गरेको पोखरी के यो सबै फोहोरले गर्दाखेरि यता रुखहरू छ यो रुखको पातहरू अब सबै झर्छ नि त अनि त्यही भएर कुहेर माछा पोखरीमा पसेको र माछा मर्यो गयो ठुलो भर्ती पसिको ठुलो ठुलो पसे छैन ल दुईटै ठुलो ए यो पनि यो झाडिसकेछ हो यो मैले भनेको बिहा ल हुन्छ कि दुईटा ठुल्ठुलो भएपछि हाम्रो माछा छ गाइस माछा कत्रो ठुल्ठुलो छ कत्रो ठुल्ठुलो लाग्छ मसिनहरू परिहाल्छ हेर्नु न नाचे यति छ लाउनु हुँदैछ त्यो ठुलो ननिकालेको मर्ने थिएछ नि पुछार बाङ्गे निस्क्यो कि होइन पुछार बाङ्गे होइन यो त कत्रो नि यो त पुछार बाङ्गेको चाहिँ सोच छैन नि त्यो पुछार बाङ्गे आजको हामी काठमाडौँ त्यो ढुङ्गैमा धर्साएको हो त एकदम पानी आयो पानी फुटाउँदो रहेछ कि दाजु यहाँ देखाउनु यो त उ जस्तै छ त हिजोको त्यो रातो माछा जस्तै अनि मान्छे डुबिने रहेछ अनि हामी चाहिँ सक्यौँ है पोखरी सफा गरेर बल्ल बल्ल लेदो थोरै यति नै रहेनछ यहाँ भरि हुँदाखेरि चाहिँ म डुब्ने रहेछ पौडी खेल्नु पस्यो भने चाहिँ डुबेर मरिने रहेछ यत्रो गयो माछा गलेर हत्तु साथीहरू माछा पोखरी सफा गरेको थियो यस्तो खानु पाइँदो रहेछ पोखरी सफा गर्दा बनाउनुतिर लाग्यो त म त भिडियो हेरेरै मजा लिनु होला है तपाईँहरू चाहिँ म चाहिँ खान्छु खाएर मजा लिन्छु तपाईँहरू चाहिँ भिडियो हेरेर मजा लिनु होला कुखुरा आउँदैछ है माछाले नै कुखुरा हटाइदियो ल
माछा खानाको रहेछ कुखुरा माछाहरूले पो हटाइदियो नि साथीहरू हेर्नुहोस् है गाउँघरको विशेषता चाहिँ यही हो घरमा पालेपछि आफै खानु पाइन्छ किन्नु पाइँदैन एकदम अर्ग्यानिक आफैले घाँसपात लगाएर हुर्काएर यत्रो बनाएको माछा म चाहिँ धमाधम माछा पिस बनाउने कार्यक्रम हुँदैछ यहाँनिर अब पकाउनुको लागि यत्रो धेरै छ खाने चाहिँ 5 जना छौँ कोहीले खाइसक्नु यो यता पनि छ यता पनि छ अब पकाउने कति पिस खाने छोरी तिम्रो त झोला चाहिँ कहाँ किनेको कस्तो राम्रो रहेछ ब्रान्डेड रहेछ यता देखाइदेऊ त देखाइदेऊ न मेरो घरमा कस्तो राम्रो फुल फुलेको छ यहाँनिर चाहिँ टक्कसँगले यो फुलको नाम के हो यस्तो राम्रो फुलेको छ तर नाम चाहिँ थाहा छैन के हो नाम चाहिँ यसको अनि यस्तो छ हाम्रो घरको गार्डन चाहिँ यही हो साथीहरू फुल फुलेर हेर्नु न यहाँ कस्तो राम्रो छ ला झर पो नै हाम्रो कुखुरा कति धेरै छ अब निस्किन्छ कुखुरा खोर चाहिँ यस्तो छ हाम्रो घरको हस हस हा हा हस हस हा 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 यहाँलाई चाहिँ उता खेल्नुपर्छ किन घरमा हगेर मकैको पाछा भई खाइदिएर गर्छ अनि यता चराउनु ल्याउनुपर्छ यिनीहरूलाई कुखुरा र आमा चाहिँ धमाधम यहाँनिर मसला पिस्नु हुँदैछ है माछा पकाउनुको लागि माछा त धेरै छ खाइसकिँदैन भनेर थोरै मात्रै पकाउनु लागेको 3 जना 4 जना मात्रै छौँ नि त खाने त्यही भएर यति भए हुन्छ तेल अलिक लगाउनुपर्छ मम्मी त्यो तेलमा त हुँदैन हुन्छ यहाँ अलिकति घुल्नु मेरो यहाँ हात ठिर्याएर ओम्लै चलेको छैन त मुख बनाएकोले गर्दाखेरि आजको हाम्रो खाना चाहिँ यस्तो छ है साथीहरू आमालाई ढिँडो मुस्कान हुँदैछ स्वाइँ लगाएर चाहिँ कोदो र गहुँको ढिँडो छ यता छ यो के को पिस हो आलुको चना माछाको पिस अरूलाई मुस्कान तिमीलाई के भन्छ एउटा त्यस्तै यहाँ माछाको पिस उम्लिराखेको छ यहाँ ढिँडो उम्लिराखेको छ मलाई चाहिँ यहाँ ढिँडो खानु चाहिँ मन लाग्छ तर ढिँडो बटार्नु चाहिँ आउँदैन मेरो क्यामेराको यो के भएको यो क्यामेरा पनि मेरो यस्तो छ माछा क्यामेरै राम्रो छैन साथीहरू मैले चाहिँ माछा पकाएर सफा गरिसकेँ अनि एकछिन नुहाइ गऱ्यो खाना खायो छिल सुत्यो अनि अब चाहिँ उठेर चाहिँ हाम्रो साकाला छ नि त पर्सि अनि साकालाको लागि यहाँनिर रक्सी पकाउँदैछु ढेन्टेरा साथीहरू साथीहरू मैले चाहिँ रक्सी बसाइसकेँ आजको मौसम त्यस्तो छ है यो सुँगुर चाहिँ भोलि काटिँदैछ होइन यो च्वाचे चाहिँ यत्रो छ च्वाचे भोलिको आजको मौसम त्यस्तो छ है पानी आउनु आँटिरहेको छ है
पानी पर्नै लाग्यो इ यस्तै छ कुहिरो लागेर मेरो छोरी चाहिँ ल्याएर भर्खर के खाएको छोरी चटपटे खाँदैछ कपी आज चाहिँ हामीले चटपटे खाएको नि त खाजा अनि नानीलाई राखिदिएको आएर खाँदैछ साथीहरू यस्तै छ है गाउँघरको यस्तै छ गाउँघरको उसले धुवाले छेकिसकेको यता चाहिँ पानी आउनु थाल्यो साथीहरू वारीको ओरतिरको मान्छे पर्दै देखिँदैन वारीपारी केही देखिँदैन म रासी पकाउँदैछु खानाहरू पकाउनु पर्ने आज मेरो भिडियो चाहिँ यति नै बाई बाई साथीहरू थ्याङ्क्स फर वाचिङ